नमस्कार। भारतीय मुद्रा मिडिया च्यानलमा तपाईलाई स्वागत गर्दछु। आज 3वटा दुर्बल सिक्काको बारेमा कुरा गर्ने। यो सिक्काहरू किन विशेष छ, कुन वर्षको सिक्काहरू धेरै खोजिरहेको छ, सिक्काको खास मूल्य कति छ, त्यो विषय लिएर सबै जानकारी यो भिडियो मार्फत तपाईलाई दिनेछु। पहिलो सिक्का 2 पैसाको। यो सिक्का एल्युमिनियम धातुबाट जारी गरिएको 1969 देखि 1979 सम्म लगातार 10 साल सेम डिजाइन सेम धातु भारतको 3 मिनटबाट कलकत्ता, हैदराबाद, बम्बईबाट जारी गरिएको थियो। यसमा सुरुवाती सन् 1969 बम्बई मिन्टबाट जारी गरिएको सिक्का आज युएनसी कन्डिसनमा 4000 रुपैयाँ, फाइन कन्डिसनमा 300 देखि 500 रुपैयाँ छ। यहाँ माथि देखिराख्नु भएको छ तपाईले। अब दोस्रो सिक्का, आजको तारिकमा सबैभन्दा महँगो सिक्का 5 पैसाको सिक्का बारेमा बुझौं। यो 5 पैसा पनि 1969 देखि 1984 सम्म लगातार 3टा मिन्टबाट जारी गरिएको थियो। बम्बई, कलकत्ता, हैदराबाद एल्युमिनियम धातुबाट। 1984 मा कलकत्ता मिन्टले 2 प्रकारको 5 पैसा जारी गरेको थियो। एउटा पहिलाबाटै चलनमा थियो। अर्को सिक्का, यसमा अशोक लाइन मुनिपट्टि सत्यमेव जयते डिजाइन यानि कि लेखिएर चलनमा ल्याएको थियो। 1984 सत्यमेव जयते लेखेको धेरै महँगो सिक्का मानिन्छ। यो पहिलो सिक्का हेर्नुहोस्, यसमा सत्यमेव जयते लेखेको छैन है। र यो दोस्रो सिक्का हेर्नुहोस्, यसमा सत्यमेव जयते लेखेको छ। यो सिक्का आजको तारिकमा धेरै महँगो छ। युएनसी कन्डिसनमा यसको 12000 देखि 15000 रुपैयाँ छ। फाइन कन्डिसनमा यसको 2500 देखि 3000 रुपैयाँ छ। अब तेस्रो सिक्का 10 पैसाको। यो सिक्का 1971 देखि 1982 सम्म एल्युमिनियम धातुबाट बम्बई, कलकत्ता, हैदराबाद मिन्टबाट जारी गरिएको थियो। यसमा सन् 1973 हैदराबाद मिन्टबाट जारी गरेको 10 पैसा। यो सिक्काको प्राइस 2500 देखि 3000 रुपैयाँ युएनसी कन्डिसनमा चलिरहेको छ। फाइन कन्डिसनमा 200 रुपैयाँदेखि 500 रुपैयाँ पुगेको चलिरहेको छ। अन्तमा 5 पैसाको सत्यमेव जयते लेखेको सिक्का तपाईहरुसँग छ भने अहिले बेच्न हतार नगर्नुहोस्। ज्यादा होइन, तपाईहरुले 2 वर्ष पर्खनुहोस्। 2 वर्षपछि बेच्दा अझ यसको मूल्य धेरै पाउनुहुनेछ। किनकि यो सिक्का 1984 मा धेरै कम मिन्टेज भएको छ र यो सिक्का 1985 मा ल्याउनुको लागि यो डिजाइन रेडी गर्दै थियो र यो सिक्का धेरै कम मिन्टेज भएको छ। ध्यान राख्नु होला। अहिले छ भने तपाईहरुसँग छ भने